हेलो साथीहरु, म चाहिँ घरदेखि हिँडिरहेको छु है गेम खेल्नु। खासमा मैले बुढीलाई चाहिँ थाहै नदिई हिँडिरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोस् त है त। लु हेर्नुहोस् है साथीहरु, नाखाम भर्सेस भागुको भलिबल खेलमा झकाझक चलिरहेछ है साथीहरु। हेर्नुहोस् है, हेरेर साथ दिनुहोस् है त। फेरि पानी परिरहेको है आज, लास्टै पानी नि परिरहेको अवस्थामा हेर्नु खेलाडी भाइहरु बिन्दास तरिकाले खेलिरहेछ। चिप्लोमा लास्टै चिम्टे माटोमा चिप्लेर लडेर पनि जोस जागा चाहिँ खतरा चलिरहेछ। नाखाम उता भागु खतरा म्याच खेलिरहेछन्। ल अब हेर्नुहोस् त, खतरा नि यार दुनिया। ल अन्डर सर्भिस भयो यार, सर्भिस अन्डर गरे यार। फाइनलमा पुगेर आछन्। चिप्ले 10 चोटि लड्छन्। बोले त नाखाम पर्यो, 13 बराबर भइरहेछ। 14 यता भयो भने उतातिर नाखाम 14 हो भने अहिले भागु रहेछ। भागु 14 हो भने यतातिर चिप्लोमा खतरा हानिरहेछ। चिप्लोमा भागुले चिप्लो भएको छ नि त, चिप्लो पानी परिरहेछ। यस्तो ठुलो पानी परिरहेछ। हेरेर साथ दिनुहोस् है साथीहरु। गेमको मनोरञ्जन लिनु बुकुले यस्तो खतरा लगिरहेछ। पानी परिरहेछ कि खतरा पानी परिरहेछ। सर्भिस भागुको रिसिभ नाखाम ठुकिने यार। यो भाइ बिचरा लडेको छ। हेर्नुहोस् 17-22 भएछ है पोइन्ट नम्बर हजुर। 17-22 चिन्छ हामीलाई केटाले। हेलो साथीहरु, म चाहिँ आज घरदेखि बिहानै हिँडेको है।
तर म बिहान हिँडेँ म हिँड्ने बेला मेरो श्रीमती चाहिँ के अरे उठिरहेको थिएन उसले थाहै नपाई हिँडेको साथी भाइहरूसँगै यसो गेम खेल्नु गएको थियौँ अहिले फर्किँदै हो अहिले बजिरहेछ ठ्याक्कै 3 बजी छ 3 बजिसकेको छ मेरो श्रीमतीले चाहिँ मलाई धेरै थर्काइरहेको छ के अब किन सल्लाह बिना किराहिरिस के हो कहाँ गइस् के हो किन मलाई नभने गइस् यहाँ त्यहाँ भन्ने कुरा गरिरहेको थियो एकदम फोनमा चाहिँ रिसाइरहेको छ के अब साथ दिनुहोस् है म जाँदैछु उहाँले के भन्दो रहेछ लास्टै अब मलाई पिट्नेसम्मको धम्की दिइरहेको थियो कि त्यही भएर साथ दिनुहोस् है सम्पूर्ण मेरो यो डेली भ्लगमा रहने साथीहरूले चाहिँ अब म चाहिँ पुग्न आँटे है साथीहरू घर आइपुग्न आँटिरहेको छु हेर्नुहोस् है ठ्याक्कै आइपुग्यो है साथी मेरो घर है साथी यो चाहिँ मेरो घर है साथी यो चाहिँ यता मेरो श्रीमतीले चाहिँ यो काम गर्दै रहेछ हेलो गाउँ सुकाएर उठाउँदै रहेछ अहिले चाहिँ बोलिरहेको छैन अलिक बिरामी हुनुहुन्छ